यो पानीपुरी लिएर चाहिँ म छोरीको छेउमा जान्छु र उसलाई इग्नोर गरे जस्तो गर्छु, उसलाई नदिएको जस्तो गरी एक्लै खान्छु है। के गर्दो रहेछ भनेर मैले विचार गरेको त देख्ने बित्तिकै क्या नाइ के अरे पिस भनेर पाउँछ नाइ कसरी भन्ने रे फुपूलाई पिस दिनु नाइ हुँदैन गाई पानीपुरीको किरा के खाएको रे पानीपुरी यहाँ सादा पानीमा चोपालेर खाइरहेको छ यिनले। मैले दिउँसो खाने भनेर यो मात्रै बनाएर राखेको थियो, उसले त यहाँ पानीपुरी भनेर पुरै चोपाल्दै हानिरहेछन्। गुड बस्नुस् बस्नुस् के खानु भएको ल के भयो छोरी हो कसले हो र होइन होला ममलाई सुनाइदेऊ न मम बाख्रा त म्या गर्यो भन्नु न यो दुईटा फुपू खान्छ है अब छोरीलाई दिन्न ल फुपूले खाइदिम साँच्चीकै ल खाए है त मिठो ढोङल्याम रसा रसा पनि भेवा मम्मीले के आयु हुन्छ भन्दा न लिनुस् 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 रिसायो अब लिनुस् सरी थ्याङ्क यू भन्नुस् न यो पनि न किन दुइटै त्यहाँ हाल्यो यहाँ भित्र हाल्यो अब ऊ सादा पानीमा दिउँसो बनाएर दिन्छु भनेको देखाउनु हुन्न पानीपुरीको किरा पानीपुरीको किरा हो साँच्ची ए भगवान् बाई गर्थ्यौ न त मम त गयो ऊ ल्या ल्या बाख्रा मार्नु यो रे मार्नु मार्नु पानीपुरी खाएर बाख्रालाई दिनु पर्यो यो पानीपुरी बाख्रालाई दिम के बाख्रालाई दिम के यो बाख्रालाई दिम ल्याउ ल्याउ छिटो खानु यम्मी